त हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। सबैभन्दा पहिला त तपाईँ यो ऱ्याप सुन्नुहोस्। कमेडी ऱ्याप पैसा 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 हावा जस्तै उड्छ, आउँछ जब त खल्ती फुट्छ, जान्छ भने मन दुख्छ। पैसाले माया किनिदिन्छ, पक्का होइन होला तर पैसै बिना माया पनि टिक्दैन होला। तर बाबाले भन्थे पैसा रुखमा फल्दैन, तर अब त देख्छु टिकटकमा नोट वर्षिन्छ। एटिएमबाट निकाल्दा लाग्छ जादु, तर बालन्स चेक गर्दा लाग्छ काण्डो भयो भारू खारू। ब्याङ्कमा 6000 सपना करोडको, भाडा तिर्न मन छैन मुचिल मोडको। कसैले भन्यो पैसा खुसी होइन, तर लास्ट टाइम मोमो खाने पाएन मन भित्र पैसा हावा जस्तै उड्छ, आउँछ जब त खल्ती फुल्छ, जान्छ भने मन। सुन्नुभयो नि, यो ऱ्याप मैले एआई को मद्दतले बनाएको छु। त कसरी बनाउने म तपाईँहरूलाई आज सिकाउन गइरहेको छु। फर्स्टमा त च्याटजिपिटी खोल्नुहोस् अनि तपाईँलाई जस्तो खाले गाना बनाउन छ त्यस्तै प्रोम्प्ट दिनुहोस्। जस्तै मैले दिँदैछु जेनेरेट अ ऱ्याप अबाउट करप्सन इन नेपाल। यति गरिसकेपछि यसले तपाईँले लिरिक्स आफै जेनेरेट गरेर दिन्छ। यति गरिसकेपछि लिरिक्सलाई कपी गरेर राख्नुहोस्। अब तपाईँलाई एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो एपको नाम चाहिँ सुनो एआई एप हो। एप डाउनलोड गरेर खोलिसकेपछि यसले तपाईँलाई लगइन गर्न भन्छ। कुनै पनि गुगल एकाउन्टले तपाईँ लगइन गर्न सक्नुहुन्छ। मैले चाहिँ एउटा चुज गरेँ। गरिसकेपछि बिचमा एउटा म्युजिक जस्तो अप्सन छ नि, त्योमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तलमा एउटा लिरिक्सको अप्सन छ नि, अनि प्लस छ, त्योमा क्लिक गर्नुहोस्। लिरिक्स हाल्नलाई तपाईँले जुन कपी गर्नुभएको थियो त्यो लिरिक्सलाई पेस्ट गर्नुहोस्। लिरिक्स पेस्ट गरिसकेपछि तपाईँलाई सङ चाहिँ कुन केटाकोमा कि केटीको आवाजमा चाहिँ त्यो चाहिँ सिलेक्ट गर्नुहोस्। अनि सङको टाइटल चाहिँ लेख्नुहोस्, नलेख्दा पनि हुन्छ। यदि त्यो गरिसकेपछि क्रिएटमा क्लिक गर्नुहोस्। क्रिएटमा क्लिक गर्ने बित्तिकै तपाईँको अगाडि कति 10वटा कि 4वटा सङ आउँछ। तपाईँले दिनुभएको प्रोम्प्टको आधारमा, प्रोम्प्ट वा लिरिक्स भनौँ न, तपाईँ हेर्न सक्नुहुन्छ यता सङहरू आइसकेको छ। म एउटा सङ तपाईँलाई चलाएर सुनाउन गइरहेको छु। यो काठमाडौँको पारबाट जहाँ नदी सफा तर जेब सफा छैन। यो एआईको मद्दतले तपाईँहरू 2-3 मिनटको गाना बनाउन सक्नुहुन्छ, जस्तो गाना तपाईँलाई मन छ। यो चाहिँ मैले आफै एआईको मद्दतले बनाएको सङ हो र यो सङलाई डाउनलोड गर्न पनि सक्नुहुन्छ। तपाईँ सङको 3 डटमा गएर अनि तलमा डाउनलोडको अप्सन आउँछ, त्योमा गएर डाउनलोड गर्न सक्नुहुन्छ।